हेलो, फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। आज हामी आलु, बोडी, सिमी, मटर रोप्न लागिराखेको छौं। मम्मीले यसरी व्यवस्थित गरेर राख्नुहुन्छ। अनि यो चाहिँ लालगेडी सिमी, यो अर्को मटर रहेको छ यो, अनि यो चाहिँ अर्को प्रजातिको सिमी रहेको छ, अनि यो चाहिँ आलुको बिउहरू रहेको छ। अनि सेजल र जेरुसा पनि जाने भएको कारणले गर्दाखेरि उनीहरूको लागि फ्रुट्स काटेर लगिदिँदैछौँ। अनि यो चाहिँ फिल्ड, अब हामी खेतमा आइसक्यौँ। अनि रुथले सेफ्टीको लागि प्लास्टिक बाँध्दैछ खुट्टामा। अनि अब हाम्रो काम सुरु भइसकेको छ। यो निलम, अहिलेको निशान, अनि यिनीहरू दुईजना दाजुभाइ, अनि मेरो भाइहरू, मेरो छेमाको छोराहरू। र यहाँनिर हाम्रो जेठा दाजुले, माइला दाजुले हामीलाई सहयोग गर्दै हुनुहुन्छ। अनि सबैजना हामी रेडी छौँ है त, गेट सेट रेडी भइराखेको छ हामी। अनि यहाँनिर हामीले यसरी यो आरीहरू, त्यस पछाडि यहाँनिर विभिन्न प्रयोजनको लागि सामानहरू, भाँडाकुँडाहरू लिएर आएको छौँ। जेरुसा र सेजल उनीहरू मजासँगले त्यहाँनिर बसिराखेको छ। अनि यता देख्नुहुन्छ यो चाहिँ खाजाको लागि हामीले केही खानेकुराहरू लिएर आएको छौँ। र खेतबारीमा बसेर खानुको छुट्टै मजा हुन्छ नि त। अनि निशानले यसरी मल लगाउन थालेको छ। अनि रुथले अर्को मल लाउँदैछ। बुवा मम्मीले आलुको बिउ यहाँनिर रोप्न थाल्नुभयो। अनि मैले ड्याङ उठाउन थालेँ। र यो ड्याङ उठाउनको लागि निकै धेरै कष्ट गर्नुपर्छ। अनि यता फेरि निलमले हेल्प गर्दैछ ड्याङ उठाउनको लागि। र निरन्तर हाम्रो माइला दाइले उता हामीलाई सहायता गर्दै हुनुहुन्छ, हेल्प गर्दै हुनुहुन्छ। अनि नानीहरूको चाहिँ अब यतिखेर फ्रुट्स खाने समय भएछ। र उनीहरूलाई चाहिँ माटोमा, खेतमा यसरी खाँदै गर्दाखेरि चाहिँ पिकनिक खाएको जस्तै लागिरहेको छ अरे। अनि उनीहरूको लागि चाहिँ एक प्रकारको यो नयाँ अनुभव, एउटा नयाँ एक्सपिरियन्स पनि भइराखेको छ। अनि उसको एकदमै फेभरेट फ्रुट्स, त्यहाँमाथि पहाड, आकाश कस्तो दामी देखिरहेछ है, बादल। अनि हामी सबै मिलेर काम गर्दैछौँ। अनि अब हाम्रो खाजा खाने बेला भयो। यो चाहिँ भुजा, चिउरा, अनि साइडमा फेन्टा। अनि म मजाले बसेर खाँदैछु। यसरी खेतबारीमा बसेर खानुको मजा छुट्टै छ होइन। पहिला झन् हामी एकदमै धेरै खेतबारीमा काम गर्दाखेरि यसरी बसेर खाने गर्थ्यौँ। अनि दुईजना भाइहरू पनि बसेर खाँदैछन्। यो चाहिँ तपाईँलाई देखाउँदैछु, अस्ति भर्खरै हामीले रोपेको सिमी अनि तोरी यति ठुलो भइसकेछ 15-16 दिनमा। अनि अस्ति भर्खरै रोपेको लसुन पनि देखाउँदैछु तपाईँलाई। हेर्नुहोस् त, लसुन पलाएर पनि यति ठुलो बोट भइसकेछ। यसलाई फेरि म छोप्दैछु। यो चाहिँ अम्लिसो अथवा कुचो हामीले चाहिँ हाम्रै बारीमा भएकोले गर्दा अहिले हामी किन्दैन कुचो आफ्नो घरको लागि। र यसरी मम्मीले यहाँनिर घाँस छर्नुभयो, यो मेथी घाँस भन्ने, यो चाहिँ सुँगुरको लागि चारो। र त्यहाँ छरिसकेपछि त्यसलाई फेरि दुईजना भाइहरूले खन्दैछन्। अनि जेरुसालाई पनि यहाँनिर काम सिकाउनु पर्ने भयो भनेर अनि काम गर्दैछन् उनले पनि। अनि त्यो चाहिँ छोपेको अरे उनले त्यहाँनिर रोपिसकेपछि। यो सिमी रोप्दैछ जेरुसाले यहाँनिर। अनि नानीहरूलाई माटोसँग खेल्न दिनुपर्छ अथवा माटो चिनाउनुपर्छ। अनि सेजलले यहाँनिर हेल्प गर्दैछ कहाँ रोप्नुपर्छ भनेर। त्यो रोप्नको लागि डोप चाहिँ यतिखेर सेजलले बनाउँदैछ। अनि उसको मम्मीले हेल्प गर्दैछ दुईजनालाई। अनि एकदमै रमाइलो भइरहेछ। अनि यो चाहिँ दुईजनाले लगभग आधी जति खनिसकेको छ। अनि मैले चाहिँ त्यहाँनिर खनेको ठाउँलाई चाहिँ मिलाउनुपर्छ। पछि पानी लाउँदाखेरि मिल्दैन, पानी लाउँदाखेरि अग्लो होचो भयो भने मैले पटा लाउँदैछु। र अब हाम्रो काम पनि सकियो। र फाइनल चाहिँ यस्तो देखियो। यो चाहिँ आलु, सिमी, मटर, बोडी रोपिएको ठाउँ। आजको मिनी ब्लगबाट बिदा हुन चाहन्छु। फेरि अर्को ब्लगमा भेटौँला। धन्यवाद, नमस्कार।